हेलो गाइस, नमस्ते सबैलाई स्वागत छ फेरि मेरो न्यू भिडियोमा हैन। आज चाहिँ खतरा पानी पर्न लाग्यो हैन है। अनि म चाहिँ ट्र्याक्टरमा आएको कि पानी पर्न लाग्यो, रुमतिर भाग्नु लाग्यो कि अब रुमतिर हैन। ए पानी परिरहेको छिटा हाने हैन। अहिले चाहिँ कति बज्यो भनेपछि 3:45 भयो हैन। पानी पर्नलाई चाहिँ क्या रुमतिर भागिदिने हो कि रेलगाडी है। अनि म चाहिँ के भन्ला भने आज खासमा के भन्ने आएको भने म के भन्ने आएको भने हिजो आज के 2-4 दिन भयो घरतिर औधी लाइन जाने भयो कि हैन। घरमा बोल्नु नि त्यति पाउँदैन कि बेलुकामा है, बेलुकामा लाइन जाने भयो कि। अनि हाम्रो देवघाटमा हाम्रो तनहुँतिर त्यस्तो हो कि त्यता मात्रै हो कि अन्त पनि हो भनेर के है। अनि त्यस्तो अवस्था छ नि त अहिले, पहिला त्यस्तो थिएन। योभन्दा पहिलाको दिनहरूमा भएको थिएन नि त है, यहाँ आएदेखि त। अनि बल्लरमा चाहिँ अब 2-4 दिन हुँदैछ क्या त्यस्तो भएको। अनि खास के हो यो है, नयाँ कार्यकारी त नियुक्ति भएपछि त त्यस्तो हो नि त। अनि सो म चाहिँ त्यही भन्न आएको है, तपाईँहरूकोतिर चाहिँ कस्तो छ है। हाम्रोतिर चाहिँ त्यस्तो भइरहेको कि लाइन गइरहने भए। अब हुनु त अब सायद हावाहुरीको बेला पनि छ होइन। हावाहुरी आएर पनि हुनसक्छ, पोलसोल ढलेर यताउता। तर त्यो भन्दै गर्दा तापनि पोहोरतिर परारतिर त्यस्तो भएको थिएन कि है। अनि यसपालि चाहिँ त्यस्तो भइरहेछ कि हो, तपाईँहरूकोतिर कस्तो छ त भनेर के म चाहिँ रुम आइपुगेँ नि त। अब रुम आइपुग्यो, अब नहुने हो है। मैले चाहिँ होइन गाइज हो, मैले गाइजहरूलाई भनेकै थिएन कि मैले यहाँ कुखुरा पालेको छु नि त, कुखुरा पालन गरेको छु नि त है। कुखुरा पालन गरेको होइन, ल्याएको दिन भोलिपल्ट त यसरी बारेर राखेको थिएँ कि। अनि जङ्गल नजिक छ नि त यहाँ है, जङ्गल नजिक छ। अनि बाँदरले त आएर ढुट्टो हान्दैछ, जाली साली च्यात्दैछ कि। अनि कुखुरा चल्ला नि मार्दैछ भित्र पसेर। यहाँ माथि चाहिँ दाना राखेको थिएँ मैले, दानाको पोका। दाना नि तल झारेर पुरुत थाहा पार्दैछ। यो दाना हो नि तलको यो खसेको। अनि दानाको भाँडा उता नि ट्याङ कता कता, कुखुरा चल्ला नि हान्दैछ खत्रै तरिकाले। अनि यो ढोका लाएको थिएन कि, अनि ढोका लाएको थिएन, भित्र पसेर आलुको बोरे, पुरा आलुको बोरा हो वहाँ नि त, त्यहीँ राख्छ नि त। अनि यो आलुको बोरै बोकेर हिँड्दैछ टाप यहाँनिर ल्याएर यहाँ राखेर रहेछ। अनि बाँकी 2-4-5-7 आलु कति खाएर यता छरेर पुरै छरेर धोपिहाल्छ हो यहाँ बाँदरले यार। कहाँ गयो अहिले चाहिँ, हरामी हान्छ नि यस्तो। त्यही त अस्ति ढोका लाउनु बिर्स्यो, भित्र कोठामा थियो हामी चाहिँ। अनि ड्युटीबाट आएको भात खाएर दिउँसोमा बसिरहेको थियो क्या। अनि चालै पाएन कि। अनि ड्युटी जाने बेला हेर्छु त यहाँ आएर हेर्छु त कुखुरा आएर हेरेर त छैन, दाना नि उडाएर लैदिछ, प्लास्टिक उतातिर फाल्दैछ, दाना सबै ओइराइदिछ, उता नि ओइराखेको कि उता। कुखुरा चल्ला नि मार्दैछ, रामी हान्दैछ नि बाँदरले। सो होइन, म चाहिँ त्यही हो भन्नुलाई के आएको थियो भन्नु मैले, लाइन के त्यस्तो भइरहेको किन हो, के लाग्छ तपाईँहरूको विचारमा, सल्लाह सुझाव दिनु होला है। त्यही हो। सो जो जहाँ भए पनि है राम्ररी बस्नु होला, किनकि अहिलेको बेला भनेको हावाहुरी टक्कने पसिना पानीको बेला हो। त्यही भएर आफू चाहिँ होइन केयरफुल्ली भएर बस्नु होला, अलिक सुरक्षित भएर, आफू मात्रै होइन अरूलाई पनि
घर परिवार समाज सबैलाई होइन त्यही हो गरेर बस्नु होला है त्यही छ ए यो अलिक दिन भयो 2-4 दिन भयो भिडियो पनि बनाएको थिएन क्या अनि त्यही भएर यसो भिडियो पनि छप्प हानिदिउँ न त भनेर क्या हामी बस्ने जङ्गलमा हो नि त ल त्यही हो गाइस सो जो जहाँ भए पनि राम्रोसँग बस्नु होला है त्यो भन्दै बिदा लिन्छु ओके बाई बाई सबैले माया गरिदिनु होला लाइक सेयर सब्सक्राइब गरिदिनु होला त्यही हो होइन मनदेखि गर्नु मैले यसरी भनेर भन्दाखेरि त्यो मन नभई नगर्नु मनदेखि गर्नु यदि होइन भिडियो राम्रो लाग्छ अब भिडियो क्वालिटी राम्रो बनाउनु त अझै पनि मैले सकेको छैन है अनि जानेको त छैन बिस्तारै होला सिक्दैछु त्यही हो मनदेखि गर्नु जे गरे पनि है त्यो भन्दै म चाहिँ बिदा लिन्छु ओके बाई बाई पानी पऱ्यो है त ठ्याक्कै ल ओके बाई गाइज सबैलाई